फ्याक्ट नम्बर 1, मृगौलामा पत्थरी भएकाहरूले धेरै पानी पिउनु पर्छ। लगभग दिनभरिमा कम्तीमा 3 देखि 4 लिटर पानी पिउँदा उपयुक्त हुन्छ। फ्याक्ट नम्बर 2, मृगौलामा पत्थरी भएकाहरूले साइट्रस युक्त फलफुलहरू सेवन गर्दा राम्रो हुन्छ। यस्ता फलफुलले मृगौलालाई सफा गर्न मद्दत गर्छ। फ्याक्ट नम्बर 3, मृगौलामा पत्थरी भएकाहरूले धेरै नुनिलो खाना खानु हुँदैन, किनभने धेरै नुनले मृगौलामा बोझ बढाउँछ जसले पत्थरी बनाउँछ। फ्याक्ट नम्बर 4, मृगौलामा पत्थरी भएकाहरूले प्रोसेस्ड फुड खानु हुँदैन जसले पत्थरी बढाउन सक्छ। फ्याक्ट नम्बर 5, मृगौलामा पत्थरी भएकाहरूले कम प्रोटिन युक्त आहार खानु पर्छ। धेरै प्रोटिन युक्त खाँदा युरिक एसिड बढ्छ जसले पत्थरी बनाउँछ। फ्याक्ट नम्बर 6, मृगौलामा पत्थरी भएकाहरूले कागती पानी पिउँदा मृगौलाको पत्थरी बाहिर निकाल्न मद्दत गर्छ। फ्याक्ट नम्बर 7, मृगौलामा पत्थरी भएकाहरूले कुखुराको मासु कम मात्रामा खानु पर्छ अथवा धेरै खानु राम्रो होइन। फ्याक्ट नम्बर 8, मृगौलामा पत्थरी भएकाहरूले नियमित व्यायाम गर्दा धेरै फाइदा हुन्छ र चिया कफी पिउनु हुँदैन। गाइज, यस्तै इन्फर्मेटिभ भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब